यो हेर त यसको पाराहरूलाई हामी भोगटे एमालेलाई अहिले चाहिँ हामीले कमल दाजु जोशी दाई आइसक्नु भयो। हामी जोशी दाईसँग खसी लिन गयौँ। बोका मिलेर खसी लिन गएको छौँ। आज चाहिँ हाम्रो यो कोरियामा कस्तो ठाउँमा कस्तो बोका पाइन्छ भन्ने अब यहाँ देखाउने छौँ हामी। जाडो चाहिँ त्यति छैन आज। साथीहरू हामी चाहिँ अब यहाँ खसी लिन लागिसकेका छौँ। यता खसी देख्न सक्नुहुन्छ तपाईँहरू, म्या गरिरह डेन्जर खसीहरू। यता यहाँ सब साउ हुनुहुन्छ। अब माथि अझै ठुलो पनि बाटो कता हो ल। यता खसीहरूले आए भन्दैछन्। पुरै फालेट हालेर पाले रहेछ कि एउटा बरु साउ कता खै माथि छ के भाइ, चराउन गयो क्या। यहाँ त ठुल्ठुलो हुन्छ नि यार। ख्याल गर्नु है। यता अब तपाईँहरूलाई यहाँ हामी पलको सेकेन्ड यता यो पुरै यो जङ्गल रहेछ, यहाँ चराउँदो रहेछ क्या अब खै के यता 안녕하세요. 있긴 있는데 큰 게 없어. 잠깐만. 큰 게 없어요? 네, 아니 어느 정도 건 있는데 한번 보시고. 잘 떼우시고 या यस्तो यो पुरै आएको सिङतामा टोक्नु खतरा उदुन्नी जस्ता खान्छ यिनीहरूको त। उनीबाट देखाओ के पुरै अहिले त धेरै देख्ने क्या अहिले धेरै खानको अस्ति भन्दा हाम्रो चाहिँ यहाँ यसरी बोकाहरू खसी हेरिरहन्। मलाई नि देखायो। तपाईँ त यहाँ मेन हो नि त। यो चाहिँ हाम्रो सन्नालको उतो अलि हेर्दा पनि राम्रो देखिने लानुपर्छ क्या भाइ। यो महेश बस्ने जस्तो लगेर काम छैन यार। महेश बस्ने त उसो छुइसो आन्ने सिधै यो छुइसो गरेर अर्को हेर्दाखेरि बस्ने जस्तै छ यार। यहाँ एमाले त होइन नि यिनीहरू। ऊ त्यो खैरोवाला त एमाले हो। एमाले को त्यो रहेछ त्यो म भनौँ। यो चाहिँ सेम मटन काजी गगन थापा जस्तै छ। गगन थापाले नै यति नै बाख्रा उडाएको होइन पहिला। यो भन्दा धेरै होला के। यो भन्दा धेरै जो होला यार। हो त। एमालेहरू को छ यहाँ हेरमै आफूलाई चिन हो। एमालेहरू महेश बस्ने त यो महेश बस्ने यो बोको गगन थापा त ऊ त्यहाँ छ। गगन थापा यो के जुममै महेश बस्ने त कति केपी ओली फेरि यो चाहिँ केपी ओली हो। गचाम यो गिजा चबाएको चाहिँ केपी ओली हो। यसले पनि एमाले त खासै, साउले पनि एमाले त खासै मन पराउँदो रहन्छ। ऊ त्यहाँ लगटिरह ल भाग भयो है। ल ऊ त्यो हाम्रो साउजीले त्यहाँ त रमाइलो छ त हेर्नु त त्यो पक्कै पनि महेश मात्रै लिन सक्छ। गगन थापाले हेर्नु न कस्तो बाख्राहरू धमाइरहेको म यहाँ तपाईँलाई देखाउँछु एमालेका कार्यकर्ताहरूलाई। यहाँ हेर्नुहोस् एमालेहरू एमाले एउटा एमाले दुईटा एमाले त जति यहाँ पनि भइसकेछन्। यहाँ एमालेहरूले अब क्यान्सल गर्नु पर्यो। भोगटे एमालेलाई चिन्ने हुनेले कमेन्ट गर्नु। त्यो एमालेको कुन चाहिँ कार्यकर्ता कुन चाहिँ हो भन्ने त उस गर्नुपर्छ है। तपाईँहरूले कमेन्ट गर्नुहोस्। हेर भने त्यसलाई हेर भने त्यहाँ घोडा चढेर एमाले त कसैले छोड्यो। एमाले त बारी हो कि त्यसले त्यहाँ
निस्किन्न 4.5 लाखमा त 1 किलो 25,000 त पर्यो 20 त निस्किन्न के दादा मैले धेरै काटे मलाई धेरै अनुभव छ 16 किलो ठुलो क्षेत्र एउटै जस्तो हो 67% जति हुन्छ उमा lo kuga kan세요 예? 예? 조금만 깎았어요 43만 원만. 나 많이 이거 내가 뭐 40만 원씩 깎아주면 좋은데 나도 그러면 남는 게 없어서. 아니 아까 깎아줄 것 같으면 내가 한 60만 원씩 불러가지고 한 10만 원씩 뭐 10만 원 15만 원씩 빼주면 좋다고 할 텐데 우리는 그렇게 하기는 싫어서. साउले घटाउने कुरो त गर्दैन दुईमा त सिङको पैसा नि घटाउनु भन्नु न 몇 명이나 드시려고요? 5명이요 5명? 5명 정도는 거의 많을 거예요. 그래도 옛날 같으면 이거 100만 원짜리. 작년에 막 작년 보유만 같아도. हाम्रो सिङभन्दा यो इसका सिङ 어떻게 가져가실 테요? 좀 맞춰 해주세요 약간씩 हाम्रो सिङभन्दा यो सिङ ठुला सिङको पैसा घटाउन भनौँ न यो सिङ मेरो होला के हामीले चाहिँ यो लाने भयो यो निकालेको त को एमालेको कुन हो त कौन एमाले त सिङको पैसा घटाउने त फेरि ढुक्क भयो तिम्रो तपाईँको नसोच्ने सिङ दाइ यार कुखुरा हेर न कति ठुलो हो माइको. 17-18 किलो कुखुरा एउटो कुखुरा रहेछ यार जम्मा 모두도 한번 당겨주시오. ल यो लाने भयो हामीले बोके ल गाइस बोकेर यसरी पो निकाल्ने हो एउटा तर ढोका बनाएर हुन्थ्यो नि यार कुखुराको बुद्धि अप्छ बुढाको थाक खोल्यो त्यो 하고 났대요 थाक 예? 탁. थाक 타는 거. 하는 거 아니에요? 예. ल हेर त यो सिङ्ग्रेको 저기로 갖다 드려야 할까 리단지로. 예예 이거 짐을 내려야 되는데 내가. ए तेरिका यसलाई त कसरी यो ठेगान लाउने बाख्रा चराको भएर उस भयो कि त बुके चराको भए यसको त यार सिङ हेर न यार सिङ सिङ त यसको त धनु सान्ने लाग्छ छ यो हेर त यसको पारा यो यो त यार खोइ त गाडी यसले ट्याक्सी नै भन्नु फेरि यार 잠깐만 이거 좀 내리고. छोडिदिएर नि भाइ तिमीले यो समातिराख त हामीले त्यो झार्न लगाउँ कि छिटो जाइ गइन्छ ल मेरो भिडियो आवाज त भाइरल हुन्छ है धेरै न अरे 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 ओए हेर त हान्दा त हान्दैन ए उनी अब झार्न लगाइदियो हेर त साउ पनि लास्टै बुद्धि बानी रहेछ यार हेर्नु न यो एमालेलाई यो बोकेको त फेरि डेन्जर छ के भिडियो ल भिडियो पनि बनाउनु एउटा फोटो पाएर पहिला फोटो पनि गर्नु कहाँ